हजुर, म एकचोटि काठमाडौँ जाँदै थिएँ। म काकरभिटा पुगेपछि मैले फोन गरेँ। दादाले फोन रिसिभ गर्नुभयो अनि बात भयो। धेरै बेर बात भएपछि किन चाहिँ हिँडेको त भन् त भन्नुभयो। मैले भने साथीहरूलाई भेट्नु पनि छ अनि मेरो एउटा रहर छ भने। के भन्न त मलाई म एउटा क्यामेरा ल्याउँछु, राम्रो काठमाडौँमा भेटिन्छ, म क्यामेरा ल्याउनु पर्यो भने हाँस्नुभयो। अनि त क्यामेरा किन्नुभन्दा एउटा काम गर्न त किताब किन, थुप्रो किताब किनिस् भने ज्ञान बढ्छ। तर मैले गएर लगभग मैले 40,000 भारू पैसाको जम्मै किताब लिएर आएँ। रत्न भण्डार र अर्को प्रज्ञा प्रतिष्ठान कि त्यहाँ के साझा प्रकाशन, यी दुईटाबाट मैले मेरो एकदम मित्र हुनुहुन्छ भूपाल काजी, भूपाल आचार्यजी, उहाँले मलाई लिएर गएर जम्मै मैले पुस्तकहरू किनेँ। मैले दादालाई उहाँबाट पनि फोन गरेँ, मैले पुस्तक लिएँ भनेर। बहुत खुसी हुनुभयो। र लगभग मसित धेरै पुस्तक छन्। यहाँ हेर्नुहोस्, मैले यहाँ 2.5-3 लाख 4 लाख रुपियाँको पुस्तकै होला। अनि म कहाँ पुस्तक पनि छन्। म कहाँ मैले अघि नै भने प्राय 2800 नेपाली लोक संस्कृतिका हराएका हाम्रा जुन लुप्तप्राय लोक संस्कृतिको जुन सङ्ग्रहालय छ, त्यसमा पनि दादाको बहुत ठुलो मलाई आशीर्वाद। उहाँले भन्नु यो एकदम बहुत ठुलो कार्य हो, सक्सेस भने एउटा एउटा गरेर तैँले लेख, सबैको लेख मलाई भन्नुहुन्थ्यो। अब चौँठो भनेको के हो, किन व्यवहार गरिन्छ, त्यसको फोटो लगाएर लेख्ने। अनि त्यसै गरी माली गुप्ते गरियो। अनि हरेक कुरा, गहना, खानपान, रीतिरिवाज, परम्परा, हाम्रो पहिरन, सबै कुरालाई लेखेर त्यसो गर्नुभन्दा मैले अनि दादालाई भने त एउटा ठुलो अक्सफोर्ड डिक्सनरी भन्दा ठुलो हुन्छ त, अनि कसरी त्यसलाई छपाउनु? अरे कुरा छपाउनु त लेख त सही, छपाउने निस्किन्छ आफै, कोही न कोही त निस्किन्छ, त काम गर भनेर भन्नुभएको थियो। र मैले त्यो चाहिँ थाल्न सकेको छुइनँ, किनभने धेरै अब यो नाट्य विधा, संस्कृतिको विधा, सामाजिक विधामा लागि पर्नाले गर्दा उहाँको त्यो रहरलाई मैले नसके तापनि मैले जति बेर काजीरङ्गामा त्यो यो धरोहर जुन हाम्रो सरसामान त्यो सङ्ग्रहालय उहाँ प्रतिष्ठा गरेपछि पनि दादा मदेखि धेरै खुसी हुनुभएको थियो। उहाँले धेरै आशीर्वाद छ। अब विश्वको मान्छेले देख्ने भए नेपाली संस्कृति कस्तो हुन्छ। मलाई इच्छा रहर त थियो हजुरहरूलाई पनि लगेर त्यहाँ देखाउन पा। विश्वको पर्यटकहरू त्यहाँ आउनुहुन्छ, नेपालको आउनुहुन्छ र वर्ल्डभरिकै आउनुहुन्छ जहाँ। र त्यहाँ हाम्रो जुन अर्किड पार्क हो, त्यो पार्कमा अर्किड सुनाखरी प्रजातिको फुल 600 प्रकारको फुल छ। हामीले रुखमा फुल्ने हामीले यो सङ्ग्रहालय असमियामा लेखेको छ। यहाँ काजीरङ्गा अर्किड उद्यान, कला श्री विनोद खनाल, गोर्खा लोक सांस्कृतिक सङ्ग्रहालय, उद्योधक विशिष्ट बुद्धिजीवी, विशिष्ट साहित्यकार उदयादित्य भराली भनेर लेखेको छ। यो 17 सनमा यसको समुद्घाटन भएको थियो। यहाँ पनि दादाले धेरै मलाई प्रेरणा दिनुहुन्थ्यो, हार मान्नु हुँदैन, यस्ता काम गर्नुपर्छ भनेर। नेपालीमा पनि अङ्ग्रेजीमा पनि उल्था गरेर यसै गरी राख्न पाए। हजुर होइन, उहाँ त छ नि, उहाँ सब गरिएको छ। अनि त्यहाँ अलिकति हजुरलाई म जिज्ञासा राख्न चाहे, द्रोण सरको कृतिहरूको बारेमा पनि यहाँले मैले पढेको छु, धेरै भन्नुभयो, सङ्ग्रह पनि गरेको छु भन्नुभयो। उहाँले विभिन्न जस्तो नवमी भन्ने सहलेखन छ उहाँको, असमिया भाषामा नेपाली लोककथा सङ्ग्रह उहाँले प्रकाशित गर्नुभएको छ। त्यसै गरी राजवंशी भाषाको यहाँले पनि चर्चा गर्नुभयो। उहाँले नेपाली आदर्श नेपाली व्याकरण भन्ने किताब निकाल्नु भएको छ। यसरी उहाँले लोकवार्ता, लोकै चर्चा भन्ने किताब निकाल्नु भएको छ। सबाईमा त उहाँले पिएचडी नै गर्नुभएको छ। अब उहाँका सबै कृतिहरू यहाँले अध्ययन गर्नुभएको छ भन्ने हामीले बुझ्यौँ र यहाँ सङ्ग्रहित पनि छ भन्ने यहाँले जुन जानकारी गर्नुभयो। अब द्रोण सरका कृतिहरूमध्ये यहाँलाई मन छोएको कृतिको कुनै नाम लिनुपर्दा कुन कृतिलाई यहाँले लिनुहुन्छ? यी सबै नै कृति उत्कृष्ट पनि एकदमै उत्कृष्ट कृति छन्। उहाँले जति लेख्नु भएको थियो अझै धेरै कुरा गर्ने उहाँको रहर थियो। सायदै त्यो हाम्रो दुर्भाग्य होला, हामीले त्योसम्म हामी पुग्न सकेनौँ वा नियतिले उहाँलाई त्यहाँसम्म पुग्ने अनुमति प्रदान गरेन।
तर उहाँका सबै कृति नै एकदमै राम्रा छन्, जसमध्ये उहाँको मलाई एकदमै रहर लाग्दो हुन्छ नि एकदमै रहर लाग्दो कुरा चाहिँ के भने उहाँले छन्दबद्ध कविताहरू एकदमै मन पराउनुहुन्थ्यो, लेख्नुहुन्थ्यो, जुन कुरो पनि छन्दमा लानुहुन्थ्यो। जस्तो यो मेरो प्यारो बेगटी, यसलाई यो मेरो गाउँको नाम बेगटी थियो पहिला, अहिले पछि पछि बटियामारी भएको हो। यसलाई बेगटी, यहाँ नदी छन् एउटा सानो खोला, त्यस खोलाको नामले बेदेती भयो, त्यही खोलाको नामले यसको नाम बेगटी भयो। र उहाँ यहाँ जन्मिएको, यहाँ जन्मिने थुप्रै बाहिर छन्, इङ्ल्यान्डमा अमेरिकामा पनि छन् र तर एक मात्र त्यो व्यक्ति जुन व्यक्तिले यस भूमिलाई, यस माटोलाई, आफू जन्मिएको ठाउँलाई बिर्सिन नसकेर कवितामा प्रस्फुटित गर्नुहुन्छ छन्दबद्ध हिसाबले, म जन्मिएको ठाउँ। र त्यस्तो एउटा महान अन्तरको अन्तरात्मा जुन हो, उहाँ रोम रोममा उहाँको यो माटोसित सिन्चित हुनुहुन्थ्यो। उहाँ सिन्चित हुनुहुन्थ्यो। उहाँ पछि सम्धि हुनुभयो हाम्रो, यो फेरि व्यक्तिगत कुरा। र मैले सम्धिजी नमस्कार भनेको थिएँ, मलाई झन्नै उहाँले तँलाई आज दिन्छु नि, हामी दाजुभाइ हौँ, सधैँ दाजुभाइ रहन्छौँ, यी परका साइना यी परै रहन्छन् भन्नुभएको थियो। हजुर हजुर। अब बहुभाषाविद उहाँ होइन, धेरैवटा भाषाको सन्दर्भमा पनि उहाँ चाहिँ ज्ञाता हुनुहुन्छ। विभिन्न पुस्तकहरू लेख्नु भएको छ। मान्छे हामीले हेर्दा सादा जीवन उच्च विचार को रूपमा हामीले देख्छौँ उहाँलाई। यहाँलाई कस्तो लाग्छ उहाँको चाहिँ दैनन्दिन जीवनशैली, उहाँको चालचलन, आनी बानी होइन, उहाँको लवाइ खुवाइ हेर्दाखेरि उहाँ कस्तो अनुभूति गर्नुभएको छ, कस्तो व्यक्तित्वको रूपमा तपाईँले पाउनु भएको छ? उहाँ केवल उहाँ मात्रै होइन, उहाँले मलाई पनि भन्नुहुन्थ्यो, जति सम्मान पाए पनि मान्छे सरल हुनुपर्छ, जति नै माथि पुगे पनि आखिरी खुट्टा त भुइँमै हुन्छ टेकेको। उहाँको सिद्धान्त त्यस्तो थियो। यहाँले सोधेर मात्रै मैले भनेको होइन, उहाँ भन्नुहुन्थ्यो सर्वोच्च सम्मानहरू पाएपछि पनि मान्छे त्यही जग्गामा रहनुपर्छ अगाडि जहाँ छ। र मलाई भन्नुहुन्थ्यो यति धेरै यो जुन चाहिँ सम्मानहरू यहाँ छन्, यो त्यो कार्य गरेकोले पाएको हो। सानोभन्दा सानो मान्छेहरूसँग लागेर समाज संस्कृतिको लागि, आफ्नो जातिको लागि गरेको जुन यो हो, उहाँ जसले दिनुभयो उहाँहरूको बडप्पन हो। र त्यो कार्य कहिले छोड्नु हुँदैन। ती साना मान्छेसित जाने, उनीहरूका कुरा लिने र घर घरमा दैलो दैलोमा गएर समाज संस्कृतिको कुराहरू गर्ने, यो कार्य छोड्नु हुँदैन। मान्छेले एक दुईवटा सम्मान पाएपछि आफूलाई धेरै ठुलो भिआइपी भनेर सबै कुरा बिर्सिन्छ र त्यो गर्न हुन्न। मान्छेले भन्नुहुन्थ्यो, आफू पनि त्यस्तै हुनुहुन्थ्यो, एकदमै सरल। मैले एकचोटि एकजना आँखाको बिरामी, गुवाहाटीको असमिया व्यक्ति जो नेपाली बोल्न जान्नुहुन्न, उहाँको धर्मपत्नीका आँखा दुईटै बिग्रिएछन् र उहाँ मसित परिचित हुनुहुन्थ्यो। उहाँले भन्नुभयो म नेपाल लिएर जान्छु, तपाईँ हिँड्नु। मेरो त्यति बेला प्रोग्राम थियो। अब कसैलाई वचन दिएपछि उहाँहरूलाई त विचल्नी पार्न सकिन्न र मैले उहाँलाई दादाको नम्बर दिएँ, डाक्टर द्रोणकुमार उपाध्यायको नम्बर दिएर पठाएँ र उहाँसित बात पनि मराइदिएँ। मारेपछि उहाँ गएपछि उहाँले यस्तो ट्रिटमेन्ट गर्नुभएछ। ट्रिटमेन्ट भनेपछि उहाँको जुन आतिथ्य हो, उहाँले देखाएको जुन आफ्नोपन हो, उहाँले जुन व्यवहारले यति जित्नु भएछ। ती मान्छे एक दिन गुवाहाटीमा मलाई भेटेर द्रोणकुमार उपाध्यायको देहान्त भयो भन्दा दुईजनै रुनुभयो, बरबरी आँसु झार्दै रुनुभयो, भन्नुभयो यस्तो व्यक्ति भेटिँदैन फेरि। उहाँले आफ्नो घरमा लगेर राखेर पुरा तिनीहरूको माने व्यवस्था गरेर ती आइमेलाई देख्ने बनाएर पठाउनु भएछ। यस्तो एकजना व्यक्ति, सबै मान्छेले त्यो कुरा गर्न सक्दैन, असम्भव कुरा। र मेरो यहाँ पनि आएर म एउटा सानो फुसको घरमा बस्दै, जति बेला यहाँहरू आउनुभएको थियो भागवत गर्न भनेर, पौडेल परिवार, त्यति बेला मेरो एकदमै अवस्था थिएन र मैले भने दादा मेरो घरमा तपाईँहरू गएर खाना खानुपर्छ,
अनि दादाले घर त देख्नुभएको थियो। अनि जनी जान्छु भन्नुभयो। कसरी के गर्छस् भन्नुभयो। म गर्छु भने मैले व्यवस्था गरेँ। किशोरजी पनि हुनुहुन्थ्यो। गएर सबैजनाले भुइँमै बसेर मेरो त्यस्तो सानो कुटीमा खाना खानुभयो। भएपछि भन्नुभयो मान्छेको मन ठुलो चाहिन्छ। अब यो माटोमा यही माटोमा तपाईँ होइन अनि मन ठुलो चाहिन्छ। मन ठुलो चाहिन्छ, धन ठुलो कुरो होइन भनेर भन्नुभयो। सबैजना गएर हामीले बनाएको जुन अन्न थियो ग्रहण गर्नुभयो। किशोरजी हुनुहुन्थ्यो, उहाँका सब परिवार थिए, दिदीबहिनीहरू पनि हुनुहुन्थ्यो, उषा पनि थिइन्। सबैजना गएर खाना खाइदिनु भएको थियो। भट्यामारीमा पहिलो त्यो व्यक्ति त होस् जसले यस्तो सम्मान हामीहरूलाई गरिस् भन्नुहुन्थ्यो। हुन त मेरो त्यति बेला केही नै थिएन, जे थियो मैले त्यसैले गरेको थिएँ। भरेपछि यो अवस्थामा मलाई देख्दा सायदै कोही खुसी हुन्थ्यो भने त्यो टक्कर जोडाउँ पाध्याय पनि हो। मैले मेरो कलाकारिताका बलले उहाँहरूको आदर्श आशीर्वाद लिएर म यतिको सफल भएँ भनौँ न। हुन त मसित केही पनि छैन, यश नाम कृति छ र मलाई बहुत ठुलो आशीर्वाद छ द्रोणकुमार उपाध्यायको। उहाँबाट लेख्ने कुराहरू गर्नुहुन्छ, मलाई कलमै चलेन मेरो लेख्नलाई। वास्तवमा धेरै भावुक भएँ म उहाँका कुराले। र यहाँहरू आइदिनु भयो, आएर यी कुराहरू जुन यहाँ जान्नुभयो, मैले जुन जनाएँ, जानकारी मैले गराएँ, धेरै कुरा रहे भन्नलाई उहाँको बारेमा। उहाँ त मेरो जीवनको एकजना स्रष्टा द्रष्टा, एकजना अभिभावक सबै हुनुहुन्छ, धेरै टाढा भए पनि। र उहाँको इच्छा थियो ती भएका नाटक तैँले सङ्ग्रहालयमा राम्ररी राख्नु भन्नुहुन्थ्यो। अब व्यक्तिगत घरमा राख्दा त त्यसको कुनै मूल्याङ्कन हुँदैन। र मलाई लाग्छ कुनै दिन ल्याएर त्यही विश्व प्रसिद्ध काजिरङ्गामा जुन चाहिँ छ हाम्रो, मैले अघि भने 600 अर्किड उद्यान, अर्किड सुनाखरी प्रजातिको फुल, यहाँ 97 जनगोष्ठी आसाममा बस्छन्। प्राय सबै जनगोष्ठीको त्यहाँ सङ्ग्रहालय छ। अरू त्यो सङ्ग्रहालय जनगोष्ठी जनजाति जातिहरू, विभिन्न जाति 97 जाति छ यहाँ, जात जातिहरू। त्यसमा गोर्खाको चाहिँ बढी राम्रो त्यहाँ सङ्ग्रहालय छ, जसमा मैले सङ्ग्रह गरेको सबै कुरोहरू त्यहाँ लगेर राखियो। अनि दादालाई मैले भन्दा वहीँ लगेर राख्नुपर्छ यी कृतिहरू भन्नुहुन्थ्यो। परिवारबाट त्यो अनुमति भयो भने त्यहाँ राख्न पाएँ। विश्वले जान्न थियो। मलाई इच्छा छ दादाको पनि एउटा ठुलो फोटो म त्यहाँ राख्ने विचार छ। मैले धेरै प्रयास गरेँ। अब सरले बोल्दा बोल्दै अब तपाईँ यही माटोमा जन्मिनु भयो, यही माटोमा चाहिँ अब सङ्घर्ष गरेर धेरै दुःख गरेर पनि यति नाम एउटा आफ्नो राखेर छाप छोडेर चाहिँ यसरी बसिरहनु भएको छ होइन। नेपालसम्म तपाईँको चाहिँ प्रभाव छ। नेपाली साहित्य, नेपाली कला क्षेत्रका मान्छेहरूले, राष्ट्रिय स्तरका कलाकारहरूले तपाईँको नाम लिएर यहाँसम्म आउने गर्छन्। तपाईँले यहीँ बसेर यो चाहिँ उन्नति प्रगति गर्न सम्भव गर्नुभयो होइन। अब द्रोण सरको पनि धेरै अत्यन्तै ठुलो नाम छ नेपाली र भारतीय, अनि विभिन्न देशमा पनि उहाँलाई चिन्छन्, अन्य देशहरूमा पनि चिन्छन्। तर उहाँले अब यो छाप हुँदा हुँदै उहाँको त अब बुवाको हजुरबाको पनि एउटा छाप प्रभाव यो समाजमा हुँदा हुँदै पनि उहाँ चाहिँ किन यो माटोलाई यसरी छोडेर नेपालै जानुपर्ने कारण त्यस्तो के रह्यो होला, के भन्नुहुन्छ तपाईँ? यसमा धेरै कुरा छ। उहाँलाई अलिक फराकिलो जग्गा खोज्नुभयो। यहाँ हामी हुन त 30 लाखभन्दा बढी नेपाली हाम्रो यहाँ छौँ। हामी गोर्खाहरू 30 लाख छौँ। भए तापनि हामी छरपष्ट भएर छौँ आसाम प्रान्तमा। आसाम भनेको एउटा विशाल ठुलो नेपाल प्रदेश जत्रै एउटा राज्य हो। र यहाँ हाम्रो जुन बसाइ छ त्यो छरपष्ट छ, एकमुष्ट नभएकोले यहाँ कुनै पनि कार्य गर्नु अत्यन्त जोखिम छ, जोखिम कार्य हो। र उहाँले एकदम फराकिलो एउटा जग्गा, जसरी हरिभक्त कटुवाल एउटा फराकिलो जग्गा खोज्दै जानुभएको थियो, त्यस्तै यहाँलाई पनि एउटा फराकिलो जग्गा चाहिएको थियो। र उहाँ त्यति बेला हरिभक्त कटुवालले जति बेला उहाँलाई दर्शन भेट भएको थियो महेन्द्र वीर विक्रम शाहसँग, अनि उहाँले भन्नुभएको थियो कविवर के चाहिएको छ तपाईँलाई भन्नुहोस् भन्दा हरिभक्त कटुवालले भन्नुभएको थियो
सरकार मलाई सबै थोक छ, आनन्द छ, तर एउटै कुरोको खाँचो छ। के हो भन्नुहोस् भन्दा हाम्रो आसामबाट पढ्न आउने जति विद्यार्थी छन् उनीहरूलाई स्कलरसिप दिने व्यवस्था गरियोस्। यहाँ त्रिभुवन युनिभर्सिटीमा जो एमए गर्न आउनुहुन्छ उहाँहरूको लागि भन्दा उहाँले लु हुन्छ भनेर तुरुन्तै अहिलेसम्म प्राप्त छ। त हरिभक्त कटुवालले इच्छा गर्नुभएको भए भेट्नुहुन्थेन होला, सबै थोक भेट्नुहुन्थ्यो, राजकीय सम्मान पाउनुपर्ने सबै थोक, तर उहाँले लिनुभएको थिएन। र त्यही हरिभक्त कटुवालले जुन घडेरी बनाइदिनु भयो त्यही घडेरीमा पढ्न पुग्नुभयो द्रोण उपाध्याय, नेपालीमा एमए गर्नुभयो। उहाँ गएर देख्नुभयो यहाँ त फराकिलो जग्गा छ र यहीँ जीवन चलाउन सकिन्छ भन्दा पनि उहाँलाई यताको मायाले छोडेर उहाँ यहीँबाट फेरि बिहे गर्नुभयो। उहाँले हाम्रै खनाल परिवारकै चेलीलाई हाम्रो नौगाउँ जिल्ला अन्तर्गत सोलुङबाट उहाँले विवाह गरेर घरजम गर्नु भए तापनि धेरै मान्छे छन्, मैले अघि पनि भने यस गाउँमा जन्मिएका, तर यसरी आफ्नो गाउँ ठाउँ राष्ट्रलाई प्रेम गर्ने व्यक्ति धेरै कम्ती हुन्छन्। न केवल भारतको असम प्रान्तलाई मात्रै होइन, उहाँ नेपाल अधिराज्यलाई पनि त्यति नै माया गर्नुहुन्थ्यो। र किनभने एउटा कला, कवि, साहित्यकारको कुनै सीमा रेखाले तिनीहरूलाई बाँधेको हुँदैन, बहुत फराकिलो हुन्छ उनीहरूको हृदय। उनीहरू विश्वको मानवलाई नै हटाउँछन्। त्यसैले त वेदमा भनेको थियो होला, सा प्रथमा संस्कृति विश्वभारा, यो महामन्त्र संस्कृति जसले विश्वको मानवलाई, विश्वको घडेरीलाई एकै ठाउँमा उभ्याउन सक्छ, त्यस्तो एउटा महामन्त्र जसले वसुदैव कुटुम्बकम, त्यस्तो महामन्त्रले सिञ्चित हुनुभएको उहाँ आफै संस्कृतको पनि द्रष्टा हुनुहुन्थ्यो र एउटा विशाल व्यक्तित्व हुनुहुन्थ्यो। र दादालाई मैले एकचोटि एउटा कविता लेखेर सुनाएको थिएँ नेपाल जाँदा, बहुत खुसी हुनुभएको थियो। मलाई पटक पटक डडेलधुरामा ढाप थपथपाउँदै भन्नुभएको थियो, वाह बडा बढिया लेखिस् भनेर। त्यो कविता म भरेपछि गीतको रूपमा कञ्चनजङ्घा एफएमबाट हाम्रो मेरो एकदम अति आदरणीय चन्द्र भण्डारीजीले पटक पटक बजाउनुहुन्छ। यसपटक पनि म पुग्छु वहाँ, म आज प्रस्थान गर्दैछु यहाँबाट। र गीत यो थियो, मान्छे हेर कहाँ पुग्यो छोइसको जुन, भो तिमी नगाऊ अब पराईको गुण, पराईको गुण। नुनको सोझो गर्दा गर्दै धेरै बग्यो खुन, नुनको सोझो गर्दा गर्दै धेरै बग्यो खुन। ताम्रपत्र वीर चक्र लाग्न थाल्यो घुन, लाग्न थाल्यो घुन। मान्छे हेर कहाँ पुग्यो सोइसको जुन, भो तिमी नगाऊ अब पराईको गुण, पराईको गुण। असम सिक्किम दार्जिलिङ भाग्सु देहरादुन, असम सिक्किम दार्जिलिङ भाग्सु देहरादुन। सगरमाथा कञ्चनजङ्घा हाम्रो मुटु हुन्, हाम्रो मुटु हुन्। मुटु मुटु जोडे यहाँ माया जोडिन्छ, पाखुरीमा पाखुरी जोडे चट्टान फोरिन्छ। मुटु मुटु जोडे यहाँ माया जोडिन्छ, पाखुरीमा पाखुरी जोडे चट्टान फोरिन्छ। तपाईँ हामी मिल्यौँ भने ढुङ्गो पनि सुन, तपाईँ हामी मिल्यौँ भने ढुङ्गो पनि सुन। भो तिमी नगाऊ अब पराईको गुण, पराईको गुण। मान्छे हेर कहाँ पुग्यो छोइसको जुन, मान्छे हेर कहाँ पुग्यो छोइसको जुन। भो तिमी नगाऊ अब पराईको गुण, पराईको गुण, पराईको गुण। अत्यन्तै राम्रो।
अत्यन्तै राम्रो गीत गाउनु भएको छ। अन्तिममा हामी सबैलाई एकदम भावुक भएको, मनलाई पनि प्रफुल्ल बनाउनु भएको छ। फेरि पनि तपाईँले नि तपाईँकै कुराले भावुक बनायो। फेरि तपाईँकै सृजनाले हामीलाई एकदम उत्साहित पनि बनायो यो गीतले। धन्यवाद छ। यो अत्यन्तै अमूल्य समय तपाईँ नेपालतिर जाने, सिलगढीतिर जाने योजनामा हुनुहुन्छ। त्यति हुँदाहुँदै पनि समय छुट्याएर अलिकति हाम्रो लागि केही कुराहरू राखिदिनु भएको छ। यो अत्यन्तै महत्त्वपूर्ण कुराहरू आएका छन् डाक्टर द्रोणकुमार उपाध्यायका सम्बन्धमा र आसामको नेपाली जाति, नेपाली भाषी जो हुनुहुन्छ, यो समुदाय, यो समाजका लागि व्यक्त गरिएका कुराहरू पनि आएका छन्। र यो समयको लागि यो अत्यन्तै धेरै आभार व्यक्त गर्छौँ हामी डाक्टर द्रोणकुमार उपाध्याय स्मृति ग्रन्थ प्रतिष्ठानको तर्फबाट। धन्यवाद छ यहाँहरू सबैलाई। अघि भन्दै म अत्यन्तै भावुक भएँ। त्यति बेला दादाले मलाई एउटा कुरा भन्नुभएको थियो, त्यो पुराण गर्न आएको बेला मेरो घरमा बसेर यसो टाउको सुमसुम्याउँदै, एक दिन त एकदम राम्रो हुन्छ, सबैले राम्रो लायकको एकदम बस्ने सब घर सर, तेरो मन फराकिलो छ, राम्रो छ र त एकदम सम्पन्न एकजना व्यक्ति हुन्छस्, त एकदम चिन्तै नगर, भगवानको आशीर्वाद छ, हाम्रो छ। र आज यो अवस्थामा म पुग्नमा पनि उहाँको शिरमा उहाँले हात राख्नु भएको र उहाँलाई मेरो अन्तरबाट उहाँको आत्मा जहाँ पनि छ प्रभुको सान्निध्य पाओस्, प्रभुको छेउमा सधैँ उहाँको बास होस् र शोक सन्तप्त परिवार तथा जम्मै उहाँका साथी सन्तति, उहाँको शिक्षामा रहनुहुन्थ्यो, उहाँको कलेजका जति पनि उहाँका सहकर्मीहरू, सहपाठीहरू, साहित्यकारहरू, कविहरू सबैलाई भगवानले शोक शमन गर्ने शक्ति प्रदान गर्दै सृजनात्मक दृष्टिभङ्गी राखेर जुन द्रोणकुमार उपाध्याय स्मृति जुन ग्रन्थ छ त्यो सशक्त बलियो होस्, नवप्रजन्मको लागि पाथ्य होस्, आउँदो जन्मले उहाँको बारेमा जानेर गदगद हुन सकुन्, यिनै कुराहरू भन्दै यहाँहरू सबैलाई न्यानो म अभिवादन टक्राउँछु। धन्यवाद। धन्यवाद छ विनोद सर। र आज हामीले बटियामारीको यो माटोमा आएर विनोद खनालसँग कुराकानी गरेका छौँ। यो कुराकानीमा विशेष गरेर द्रोण सर हुनुहुन्थ्यो, डाक्टर द्रोणकुमार उपाध्यायलाई बिचमा राखेर हामीले कुराकानी गरेका थियौँ। र यति भन्दै यो कुराकानीबाट सम्पादक टिमसहित, प्रकाशक परिवारसहित बिदा हुन्छु म खगेन्द्र खुसी। नमस्कार। होइन फोटो मात्रै